दर्शकवृन्द नमस्कार, म सुरेश भण्डारी। तपाईहरु यति बेला पछाडीको यो दृश्य हेर्दै हुनुहुन्छ। यो अन्त कहीँको नभएर सुदूरपश्चिम प्रदेशको अछाम जिल्लाको सदरमुकाम मंगलसेनको दृश्य हो। दर्शकवृन्द, यो दृश्य देखेर तपाईहरुले मूल्याङ्कन अर्थात अटकल गरिसक्नु भयो होला। यो असारे महिना हो। असारे महिनामा पानी पर्यो भिजाउने त्यहाँको स्थानीय सरकारले समयमा अर्थात भने बमोजिम अछामको मुटु सदरमुकाम जस्तो ठाउँमा त यो सडकको हालत छ भने अन्य ठाउँमा के होला तपाईहरु अन्दाज गर्न सक्नुहुन्छ। त्यहाँका स्थानीयहरूले रचनात्मक तरिकाले आन्दोलन गर्नु भएको छ। यति बेला गोरु जोत्नु भएको छ। सडक हो त्यो, मूल सडक हो। अछाम सदरमुकाम मंगलसेनको मूल सडक हो त्यो बाटो भएर, त्यो सडक भएर दिनहुँ बच्चाहरू बालबालिकाहरू स्कुल जाने गर्नुहुन्छ र कतिपय समयमा ती बालबालिकाहरू चिप्लेर लडेका पनि छन्। ती दृश्यहरू पनि हामीले प्राप्त गरेका छौं। र यो लापरवाही हेलचेक्राई भन्ने बेला हामीले विकास गरेका छौं। कहाँ छ त यो र विकास? जनताले विकासको महसुस कहाँनेर गरे? सदरमुकाम जस्तो ठाउँमा यस्तो विकास भएको छ भने अन्य ठाउँमा विकास त भन्नै भएन। कति भयो भनेर मैले भनेको होइन, यो दृश्यले देखाइरहेको छ। यो हेरेर पनि तपाईहरु महसुस गर्न सक्नुहुन्छ। यी दृष्टान्तहरू तत्कालका होइनन्, वर्षौंदेखिका हुन्। हामी भन्छौं नि यो सरकारले अर्थात यिनीहरूले केही गर्न सक्दैनन् भनेको मतलबै यही हो। त्यहाँ त्यो अछाम सदरमुकाम मंगलसेन क्षेत्रबाटै जनताको मत लिएर सरकार संसदमा पुग्नु भएका अछामका प्रतिनिधिहरूलाई पनि यो दृश्यले पक्कै पनि छुन्छ या छुँदैन। यो दृश्यले लज्जास्पद बोध गराउँछ पक्कै पनि। हामी यति महसुस गरौं, हामीले देखेको विकासको मोडालिटी यही हो। खास हुने यस्तै हो। अब उपरान्तका दिनहरूमा पनि यस्तै हुने हो। कि हिजो पनि भएका थिए, अहिले पनि यस्तै छन्, भोलि पनि यस्तै रहिरहनेछन्। जबसम्म हामीले विचार बदल्दैनौं, जबसम्म हामीले परिवर्तनको पथ रोज्दैनौं, हामी त्यही यात्रामा हिँडिरहेका छौं। मैले त्यही मंगलसेनमा मेरो आधा जिन्दगी, आधा बाल्यकाल, मानौ मेरो उमेरको 23 वसन्तसम्म मंगलसेनमा बिताएको हुँ। म कमसेकम 12-13 वर्ष मंगलसेनमा बसेको हुँ र त्यो बेलाको र अहिलेकोमा केही फरक छैन। मंगलसेनका सडकहरू, मंगलसेन भनेको अछाम जिल्लाको मुटु हो, जहाँ सबैभन्दा ठूलो विराम यही देखिन्छ। बजेटका कुरा गर्छौं, हामी प्रदेशमा प्रपोजलहरू लिएर जान्छौं, जहाँसम्म कि हामी यही ठाउँ आफ्नै स्थानीय ठाउँ बनाउन सक्दैनौं भने त्यहाँकै स्थानीय व्यक्ति पार्टीको प्रतिनिधित्व गरेर सरकारमा पटक पटक गइराख्नु भएको छ। कांग्रेसबाट जानु भएको छ, एमालेबाट जानु भएको छ। अझै भनिहालौं भने दुई पटक नेकपा एमालेबाट मंगलसेन नगरका नगर प्रमुख दुई पटक बनिसक्नु भएको छ। उहाँले अहिलेसम्म यो रोडलाई किन कालोपत्री गर्न सक्नु भएन? आज यदि समयमा उहाँको ध्यान पुगेर त्यो सडकमा काम गरिदिएको भए यो गोरु जोतिने थिएन होला। यो कम्ता बेइज्जत हो र। असार मसान्त सकिनै लाग्यो, बजेट पनि बाँडफाँड भइए होला। हामी असार मसान्त कुरेर बसेका हुन्छौं के? किनभने कति बजेट कुन वडालाई, कति बजेट नगरलाई, कति बजेट सरकारले छुट्याएको छ त प्रदेशलाई। यो हामी बजेटमा आँखा तरेरै यत्रा बाटुला गोला ठूला आँखा बनाएर माथिबाट कति बेला खर्च अनि कति बेला आधा यता आधा त्यता गर्छौं भनेर हामी कुरेर बसेका हुन्छौं। साँच्चीकै म कसैले दोष दिँदैन, त्यहाँ हाम्रो गल्ती छ, त्यहाँ जनताहरूको गल्ती छ। किनभने हामीले सही मान्छेलाई रोज्नै जानेका छैनौं। एउटा आयो हल्ला गरिदियो, त्यो हल्लाका पछाडि हामी निस्कन्छौं नाराबाजी लिएर। कुनै समय म पनि दौडिन्थे, तर अब मेरो चेतना खुलिसकेको छ। त्यही भएर तपाईहरु पनि भोलिका दिनमा पनि यी दृष्टान्त, यी दृश्यहरू सधैँ देख्नुहुनेछ, देखिराख्नु होला। र यदि तपाईलाई फरक खालको परिवर्तन अर्थात विकासको मोडालिटी हामी बनाउन सक्छौं, हामीमाथि आफूमाथि गर्व छ अर्थात आफूमाथि विश्वास गर्नुहुन्छ भने यति बेला चाहिँ 2084 मा मत परिवर्तन गर्नु होला भन्दै यो भिडियोलाई हेरेर कतिको चित्त बुझ्यो कमेन्ट गर्नु होला। धन्यवाद। अहिलेसम्म बाटो नबनेको 67 सालमा धेरैका घरहरू फालिए, धेरैका जग्गाहरू मिल्चिए, तर पनि अहिलेसम्म 2082 हुँदासम्म पनि अहिले बाटोहरू बनेको छैन। यस्तो अवस्था सङ्घ, प्रदेश, स्थानीयमा जिम्मेदार हुन आएको छ। सबल कार्यकाल अंकल धान रोप्नुभयो? कुन धान हो? मार्सियो कि जाडो हो? सबैलाई समस्या छ। यो समस्या चाँडो समाधान होस् भनेर हामीले सुरुमा चाहिँ यो एउटा आन्दोलन स्वरूप
चाहिँ यो आज रोपाई गरेका छौँ। 32 वर्षदेखि राज गरिरहेको नेकपा एमालेले 32 वर्षदेखि राज गरिरहेको मधेसी नगरपालिका देखिरहनु भएको छ तपाईँले। हली पनि सँगै हुनुहुन्छ, रोप्नेरा पनि सँगै छन्, रोपाई गर्ने महिला दिदीबहिनी पनि यही हुनुहुन्छ। इलामे सडकमा रोपाई गरिएको छ, तपाईँ देख्न सक्नुहुन्छ। ल अब दही चिउरा कहाँ छन्, खानु पर्ला त। ए हुन्छ सर, हुन्छ। यो रचनात्मक आन्दोलनले सार्थकता पक्कै पनि पाउनेछ। निरन्तर यहाँका नागरिकले खबरदारी गरे तर पनि यो सडक बनेन। अब चाहिँ कम्तीमा पनि यहाँका स्थानीय जनप्रतिनिधिहरूको घैँटोमा घाम लाग्छ भन्ने हामीले चाहिँ अपेक्षा राखेका छौँ। कहाँ छ दही चावल लगाउँदै हुनुहुन्छ। हाम्रो यहाँ परम्परागत संस्कार अनुसार रोपाई सकिसकेपछि दही चावल लाउने जो परम्परा छ। ल रोपाई सकिएको छ आजको लागि। फेरि अर्को वर्ष पुनः रोप्ने गरी। ल धन्यवाद।